मसी सबैलाई। हामी चाहिँ आज धुलिबेसी नगरपालिका धादिङ जिल्ला अनि नौबिसेबाट चाहिँ करिबन 5 किलोमिटरभित्र नौबिसे झरना भन्ने ठाउँमा आएका छौँ। हामी चाहिँ आज नयाँ वर्षको दिन चाहिँ पारेर हामी मण्डलीका सम्पूर्ण विश्वासीहरू मिलेर चाहिँ हामी यसरी आजको प्रार्थना डाँडाको प्रार्थना सङ्गति स्वरूप हामी यसरी यस ठाउँमा आएका छौँ। अनि आजको हाम्रो यो भ्रमण चाहिँ अत्यन्तै आशिषमय हुनेछ भन्ने कुरा चाहिँ म यहाँ बताउन चाहन्छु। अनि हामी हाम्रो मण्डलीका सम्पूर्ण विश्वासीहरू आएका छौँ। हुन्छ, धन्यवाद। ओके। सम्पूर्ण विश्वासीहरू चाहिँ यहाँ देख्न सक्नुहुन्छ। हामीले चाहिँ गाडी रिजर्भ गरेर यसरी आएका छौँ है। यहाँनिर हाम्रो बुढी मण्डलीको बुढी आमा हुनुहुन्छ। उहाँ चाहिँ करिबन 70-75 वर्ष भइसक्नु भएको छ। उहाँलाई पनि यसरी प्रार्थनामा चाहिँ जाने मन इच्छा गर्नुभएको कारणले गर्दा चाहिँ हामी यसरी आएका छौँ। हाम्रो मण्डलीका सम्पूर्ण सबैजनाले हाई भनिदिनु, जय मसी भनिदिनु ल। जय मसी, जय मसी ल। सब कान्छी बहिनीले गीत पनि गाउन थालिसक्नु भएको छ। झरना अत्यन्तै रमणीय ठाउँ रहेछ यहाँनिर हेर्दाखेरि। यहाँनिर हामी हेऱ्यौँ भने सबैले आफ्नो के लिएर आउनु भएको छ, सबै कुरा बोक्दै। दिदी जय मसी, कस्तो लागिरहेछ? रमाइलो लागिरहेछ ल। दिदी नै आउनुभएको छ। ए हाम्रो मण्डलीको सानो बाबु उहाँ पनि भिजिट गर्दै आउनुभएको छ। ए उहाँ पनि आउनुभएको छ। ए हाम्रो भाइ सन्तोष भाइ जो चाहिँ क्वायरमा बस्नुहुन्छ। उहाँ चाहिँ पछि अहिले केही शब्द छैन। अहिले केही समयपछि अलिक तात्तिसकेपछि भनौँ न। अहिले अलि तात्तिया छैन भनेछु कोइला सोइला हाल्न पाइन्छ। त्यही मान्छे हो म होइन। तपाईँको शब्द के छ? तपाईँ त थोरैले पनि तात्तिने मान्छे, म त पहिल्यै हाल्नु पर्छ तात्नको लागि। मलाई थ्याङ्क यू, धन्यवाद। हुन्छ, जय मसी सबैलाई। यहाँनिर हाम्रो सङ्गति सुरु हुन लागिसकेको छ।